नमस्ते नमस्ते भाइ बहिनीहरू, म यहाँहरूको बिचमा फेरि उपस्थित भइसकेको छु। आज हामी 10 सेटको पेज नम्बर 7 को चक्रीय ब्याज अन्तर्गत 10 नम्बरको प्रश्न 10, 11, 12, 13 को समस्याहरूको समाधान गर्नेछौँ। 10 नम्बरमा कुनै धन राशिको दुई वर्षमा वार्षिक चक्रीय ब्याज रु 16,800 हुन्छ। सो धनराशिको उही अवधि र उही ब्याज दरमा साधारण ब्याज रु 16,000 हुन्छ। अब ए नम्बरमा छ चक्रीय ब्याज र साधारण ब्याज कति फरक छ। ए नम्बरको प्रश्नको क्वेसन छ। ए नम्बरको चक्रीय ब्याज र साधारण ब्याजमा कति फरक छ पत्ता चक्रीय ब्याज र साधारण ब्याजमा कति फरक छ पत्ता लगाउनुहोस्। पत्ता लगाउनुहोस्। अब यहाँ हामीलाई दिएको हेर्नु है, कुनै धनराशिको 2 वर्षमा वार्षिक चक्रीय ब्याज 16,800 र सो 16,800 र सो धनराशिको उही अवधि र उही ब्याज दरमा साधारण ब्याज 16,000 हुन्छ भने चक्रीय ब्याज र साधारण ब्याज बीचको फरक छुट्याउनुहोस्। ल यहाँ चक्रीय ब्याजलाई सीआई भनिन्छ, कम्पाउन्ड इन्ट्रेस्ट, रु 16,800
साधारण ब्याज साधारणलाई सिम्पल ब्याजलाई इन्ट्रेस्ट रु 16,000 त्यसो भए फरक चक्रीय ब्याज र साधारण ब्याज बिचको फरक बराबर के हुन्छ त कम्पाउन्ड इन्ट्रेस्ट माइनस सिम्पल इन्ट्रेस्ट रु 16,800 माइनस रु 16,000 घटाउँदाखेरि कति हुन्छ त रु 800 ए नम्बरको एन्सर ब्याज दर पत्ता लगाउनुहोस् यो 10 सेटको भाइ बहिनी 10 सेटको क्लास 10 अहिले जुन 10 सेटको 2082 को 10 सेटको हो हैन लुरी डनलाई कति क्लासको चाहियो हो भन्नु यो 10 सेटको पेज नम्बर 7 को बी नम्बर ब्याज दर पत्ता लगाउनुहोस् ब्याज दर पत्ता लगाउनु होस् दस को म प्रवीण हो यो 10 सेटको भाइ 10 सेटको पेज नम्बर 7 को 10 नम्बर मैले यहाँ प्रश्न पनि सार्दैछु अहिले हेर यहाँ प्रश्न पनि हेर्नु पज गरेर हेर्दा हुन्छ यो तिमीहरु मसँग नियमित प्र्याक्टिस गर्यो भने एससी सरले पास हुन्छ है भाइहरु यदि ढुक्क हुनु स्कुलमा सरहरुले पढाएको कन्सेप्ट लिने घरमा आएर 9 बजेदेखि राति 10 कहिले 9:30 देखि 10:30 पढियो भने हामी पास हुन्छौं क्या ढुक्क भएर ब्याज दर पत्ता लगाउनुहोस् अब यहाँनिर हामीलाई के दिएको छ भन्दा समय 2 वर्ष दिएको छ चक्रीय ब्याज 16,800 अनि त्यसपछि साधारण ब्याज 16,000 दिएको छ भने अब हामीले ब्याज दर निकाल्नु पर्ने छ ब्याज दर निकालेपछि हामीले फेरि के निकाल्नु पर्ला ब्याज दर निकालेपछि हामीले फेरि साम पनि त निकाल्नु पर्छ हैन त्यसैले हामीले यहाँनिर दिएको समय t बराबर 2 वर्ष छ समय t बराबर 2 वर्ष ब्याज दर r बराबर व्हाट अब हामीलाई दिएको छ चक्रीय ब्याज 16,800 दिएको छ चक्रीय ब्याज सूत्र अनुसार ल सूत्र अनुसार चक्रीय ब्याज CI बराबर सूत्र के हुन्छ P into 1 plus R by 100 whole power T minus 1
ल यो वार्षिक चक्र ब्याजको सूत्र हो। अब और गरौँ। चक्रिय ब्याज अघि दिएछ 16,800, यहाँ त 16,800। चक्रिय ब्याज कति छ त 16,800। यो चक्रिय ब्याजको ठाउँमा रु 16,800 लेखौँ इक्वल्स पी भनेको पी नै भयो 1 प्लस आर भनेको आरै भयो बाई 100 टी भनेको कति त 2 वर्ष भनेपछि यहाँ 2 राख्ने माइनस 1 कतिको देखिन्छ हो। पढ्नु पर्यो नि त पास नगर हुन्छ नि। ल प्रष्ट देखिन्छ है आज त। ल हेर्नु त और 16,800 बराबर पी इन्टु अब यो 100 र 1 मल्टिप्लाई हुन्छ 100 इन्टु 1 कति हुन्छ 100 प्लस आर यो होल स्क्वायर बाई यो स्क्वायर चाहिँ तलको 100 को लागि पनि हो 100 को लागि पनि माइनस 1 सिम्प्लिफाई हो सरल छ केही छैन। यो 16,800 पी को पी यो 1 प्लस आर को होल स्क्वायर भनेको यो 1 यो 100 भनेको ए आर भनेको बी माने ए प्लस बी को होल सूत्र के हुन्छ ए स्क्वायर प्लस 2 ए भनेको 100 बी भनेको आर प्लस आर स्क्वायर अब यो 100 को स्क्वायर भनेको 100 इन्टु 100 माइनस 1 16,800 पी इन्टु यहाँ 100 इन्टु 100 कति हुन्छ भने त यो 100 इन्टु 100 गर्दा 100 मा 10,000 हुन्छ प्लस 200 आर प्लस आर स्क्वायर यो तल पनि कति भयो त 10,000 यो 10,000 र यो गुणा हुँदा यो माइनस 1 सँग 10,000 हुन्छ यहाँ पनि यो 10,000 मा यो 10,000 घट्यो अब के हुन्छ 16,800 इन्टु 1,10,100 10,000 1,10,100 10,000 1,10,100 10,000 पी इन्टु 200 आर प्लस आर स्क्वायर यहाँ हामी अलिकति अब देयरफोर 16,800 इन्टु 10,000 बराबर पी इन्टु
200r प्लस r स्क्वायर यसलाई समीकरण 1 भनिदिउँ यसलाई समीकरण 1 फेरि साधारण ब्याजबाट आउने साधारण ब्याज भनेको हामीलाई दिएछ नि हैन साधारण ब्याज SI बराबर P into T into R by 100 साधारण ब्याज हेर्दा साधारण ब्याज कुनै रकमको साधारण ब्याज 2 वर्षमा 16000 हुन्छ र चक्री ब्याज 16000 साधारण ब्याजबाट जाउँ और 16000 P into T भनेको 2 वर्ष अनि R by 100 और 16000 बराबर P into R into 2 by 100 और यो क्रस मल्टिप्लाई भयो नि हैन 16000 into 100 बराबर PR यो 2 यता भाग गर्न आउँछ 2 और यो 2 ले 16 2 8 16 1 2 3 3 टा 0 अनि यो 8000 र यो 100 गुणा 8 एकान 8 1 2 3 4 5 तपाईले क्याल्कुलेटर गुणा गर्नु 8000 * 100 गर्दा 8 एकान 8 1 2 3 4 5 1 2 3 4 5 PR therefore P बराबर के हुन्छ त भन्दाखेरि यो 8 मा 1 2 3 4 5 by R यसलाई समीकरण 2 अब हामीले यो समीकरण 2 को P को मान समीकरण 2 को P को मान समीकरण 1 मा राख्दा अब यहाँ समीकरण 1 कति छ हेर्नु है अघि थियो 16800 into 10000 बराबर P into 200R plus R square और 16800 into 10000 बराबर यो P को मान कति अरे यहाँ आयो नि त P बराबर कति छ यो 8 लाख 1,100,000 8 लाख बाई R छ यो P हटाइदिने अब के लेख्ने 8 लाख 8 मा 1 3 4 5 वटा 0 बाई R अनि यहाँ 200R प्लस R स्क्वायर हेर्नु है के हैन सिम्प्लिफिकेसन हो के अघि हामी एक पटक कम्पाउन्ड इन्ट्रेस्टको सूत्रबाट आयौं समीकरण 1 फेरि हामी सिम्पल इन्ट्रेस्टबाट आयौं समीकरण 2 यस्तो छ अब हामी के गर्छौं यो 8 लाख यता भाग न 16800 इन्टु 10000 को मुनि 8 1 2 3 4 5 यो 8 त यता आइसक्यो यो R ले के गर्छ भन्दा
यो 200 r को मुनि पनि r स्क्वायर मुनि पनि r ल यो 0 रे यो 0 कट्यो यसले यो कट्यो यसले यो कट्यो यसले यो कट्यो फेरि यता यसले यो कट्यो अब बाँकी कति त और 16,000 1680 बाँकी छ 1680 बाई 8 बराबर यो r ले यो r कट्यो यहाँ 200 बाँकी यहाँ एउटा r छ यहाँ दुईटा r भने एउटा r बाँकी यहाँ एउटा r बाँकी कतिको देखिन्छ और 8 ले 8 दूना 16 8 एकान 8 0 को 0 210 बराबर 200 प्लस r यो 200 यता LHS तिर आउनु 210 माइनस 200 बराबर r और 210 मा 200 घट्यो 10 बराबर r देयरफोर r बराबर 10 अब ब्याज दर भनेपछि आफैले पर्सेन्ट राख्नुपर्छ है त्यसो ब्याज दर कति आयो त ब्याज दर r बराबर 10% एन्सर अब सबैजनाले सी नम्बरको हेर्नु त 10 सेट त छ नि भाइ बहिनी 10 सेट हेरौँ त आज त निकै जना आयो नि त खुसी लाग्यो ल 10 सेट उक्त रकम पत्ता लगाउनुहोस् उक्त रकम पत्ता लगाउनुहोस् उक्त रकम पत्ता लगाउनुहोस् भने साउ पत्ता लगाउनु पर्यो क्या हामीलाई साउ अहिलेसम्म थाहा छ ब्याज दर पनि थाहा भयो समय 2 वर्ष ब्याज दर 10% तर हामीलाई सावा थाहा छैन सावा पी बराबर वाट त्यसो भए r को मान यहाँ हेर्नु त r को मान यो समीकरण 2 मा राख्दैन यो समीकरण 2 मै p बराबर के छ 8 लाख बाई r छ त्यसो r को मान कहाँ राख्दिने समीकरण 2 मा r को हेर समीकरण 2 माथि r को मान यो समीकरण यसमा समीकरण 2 मा राख्दा समीकरण 2 के छ भन्दा p बराबर 8 लाख 8 मा 5 वटा 0 1 2 3 4 5 वटा 0 बाई r छ 8 मा 1 2 3 4 5 वटा 0 बाई r को मान कति आयो भन्दा 10% यो 10% 10 राख्दियौ यो 10 को 0 र यो 8 को 0 गयो बाँकी रु 8 मा कति र 0 1 2 3 4 8 मा 1 2 3 4 भनेपछि कति त यो 80,000 तसर्थ सो रकम अथवा मूलधन अथवा सावा पी बराबर साउको चाहिँ कति रहेछ 80,000 ल यो 11 नम्बरको सरी यो त कति नम्बर हो
10 नम्बरको सकियो। ल 11 नम्बरको प्रश्न सार्नु। 11 नम्बरको अर्धवार्षिक सक्रिय ब्याज अनुसार अर्धवार्षिक सक्रिय ब्याज अनुसार अर्धवार्षिक सक्रिय ब्याज अनुसार 1 वर्ष र 2 वर्षमा कुनै रकमको 1 वर्ष र 2 वर्षमा कुनै रकमको चक्रिय ब्याज कुनै रकमको चक्रिय ब्याज कुनै रकमको चक्रिय ब्याज क्रमशः 2100 र 4641 क्रमशः ब्याजहरू अर्धवार्षिक चक्रिय ब्याज अनुसार। यहाँ अर्धवार्षिक चक्रिय ब्याज वार्षिक होइन। 1 वर्ष र 2 वर्षमा कुनै रकमको चक्रिय ब्याज क्रमशः रु 2100 र रु 4641 पुग्छ। अब ए नम्बरमा दोस्रो वर्षको चक्रिय ब्याज कति हुन्छ? दोस्रो वर्षको चक्रिय ब्याज कति हुन्छ? यहाँ पहिलो वर्षको चक्रिय ब्याज भन्नाले 1 वर्षको चक्रिय ब्याज कति छ त? रु 2100। यो पहिलो वर्ष चक्रिय ब्याज। पहिलो भन्नाले 1 वर्षको चक्रिय ब्याज र 2 वर्ष चक्रिय ब्याज चाहिँ 4641 छ भने यो 2 वर्षको ब्याजबाट पहिलो वर्षको ब्याज घटायो भने त दोस्रो वर्ष ब्याज आइहाल्छ नि। पहिलो वर्षको ब्याज 2100 छ, 2100। पहिलो र दोस्रो वर्षको 2 वर्ष भन्नाले पहिलो र दोस्रोको जम्मा ब्याज 4641। त्यसो भए दोस्रो वर्षको ब्याज कति भन्दा यो 2 वर्षको ब्याज भनेको पहिलो र दोस्रोको बाट यो पहिलोको घटायो भने दोस्रो वर्षको ब्याज आउँछ। पहिलो वर्षको ब्याज 2100 पहिलो वर्षको 2100 2 वर्षको ब्याज बराबर 4600 4600
41 पहिलो वर्षको ब्याज 2100 छ पहिलो र दोस्रो वर्षको 2 वर्ष भनेको पहिलो र दोस्रोको 4641 छ भने दोस्रो वर्षको ब्याज निकाल्नु पर्यो दोस्रो वर्षको चक्रीय ब्याज बराबर 2 वर्षको ब्याज 4641 मा पहिलो वर्षको ब्याज 2100 घटाइदियो भने त दोस्रो वर्ष ब्याज आइहाल्यो नि यो 1 मा 0 घट्यो 1 4 मा 0 घट्यो 4 6 मा 1 घट्यो 5 4 मा 2 घट्यो 2 2541 दोस्रो वर्षको ब्याज कति रहेछ 2541 2541 ल अब बी नम्बर ए नम्बरको त आइसक्यो आन्सर बी नम्बर ब्याज दर पत्ता लगाउनुहोस् बी नम्बर ब्याज दर पत्ता लगाउनुहोस् त्यसो भए ब्याज दर बराबर के हुन्छ त आर बराबर वाट हामीलाई साउ पनि थाहा छ नि त साउ कति हो त उक्त रकम पर तेस्रो नम्बर आउँछ ब्याज दर पत्ता लगाउन सक्छ वाट त्यसो भए पहिलो वर्षको चक्रीय ब्याज फेरि कस्तो याज भनेको अर्धवार्षिक चक्रीय ब्याज दरमा भनेको छ याज लेख्ने हाफ इयरली भनेको यसको सूत्र P into 1 plus R by 200 को पावर 2 into T minus 1 बराबर र मान राखौं P भनेको P नै हो त्यसपछि 1 plus R by 200 2 into पहिलो वर्ष भनेको T भनेको 1 वर्ष 1 minus 1 P into 1 plus R by 200 2 1 2 minus 1 अब यहाँ हेर्दा पहिलो वर्षको चक्री ब्याज कति छ त रु 2100 रु 2100 therefore यो LHS लाई यो RHS लाई LHS RHS लाउँ P into 1 plus R by 200 whole power 2 minus 1 bracket close बराबर रु 2100 यसलाई समीकरण 1 फेरि यो पहिलो वर्षको ब्याज है यो 2100 भनेको पहिलो वर्षको ब्याज हो हैन
अब दोस्रो वर्षको लागि दोस्रो वर्षको लागि सावा पी बराबर के हुन्छ दोस्रो वर्षको लागि सावा पी पहिलो दोस्रो वर्षको लागि सावा चाहिँ के हुन्छ त पहिलो वर्षको मिश्रधन पहिलो वर्षको मिश्रधन पहिलो वर्षको मिश्रधन भनेको पी प्लस पहिलो वर्षको मिश्रधन भनेको पहिलो वर्षको मिश्रधन यो ए भनिदियो पहिलो वर्षको मिश्रधन भनेको सावा पहिलो वर्षको पी र ब्याज कति त 2100 यो दोस्रो वर्षको लागि के भयो त साउ भयो यसलाई हामी एमाउन्ट भन्छौँ के एमाउन्ट यसलाई हामी के भन्छौँ एमाउन्ट अब दोस्रो वर्षको पहिलो एक वर्षको ब्याज 2100 दोस्रो एक वर्षको ब्याज कति निकाल्नु छ हामीले 4000 हेर्नु यहाँ निकालेको छ नि अघि हामीले दोस्रो वर्ष के अरे दोस्रो वर्षको चक्री ब्याज भनेको 2 वर्षको चक्री ब्याजबाट 1 वर्षको घटाएर 2541 भनेको यो दोस्रो वर्षको चक्री ब्याज हो त्यसै दोस्रो वर्षको ब्याज चक्रीय ब्याज भने कस्तो त चक्रीय ब्याज कस्तो हुन्छ त CI2 भनेको पनि P into 1 plus R by 200 को पावर 2t minus 1 अब दोस्रो वर्षलाई P भने के हो त P plus 2100 यो 2100 यो दोस्रो वर्षको पहिलो वर्षको साउ भनेको P अनि ब्याज थप्यो नि त 2100 गरेर यो P र यो 2100 गरेर यो ब्याज पनि फेरि साउ हुन्छ क्या दोस्रो वर्षको लागि त्यसै दोस्रो वर्षको लागि P चाहिँ के हुन्छ त P भनेको सावा यहाँ माथि लेख्छ नि दोस्रो वर्षको लागि सावा P भनेको पहिलो वर्षको मिश्रधन ए भनेको के हो त P plus 2100 इन्टु अब के छ त 1 plus R by 200 2 into 1 minus 1 यहाँ यता लेखे साथी भाइ बहिनीहरु यो P plus 2100 इन्टु 1 plus R by 200 2 minus 1
अब यता हाम्रो दोस्रो वर्षको ब्याज कति छ त चक्रिय ब्याज रु 2541 देयरफोर यसलाई एलएचएस लिउँ है दोस्रो वर्षको पी भनेको पी इन्टु 2100 इन्टु 1 प्लस आर बाई 200 को पावर 2 माइनस 1 बराबर रु 2541 यसलाई समीकरण 2 अब हामी के गर्छौं समीकरण 1 यहाँ छ माथि समीकरण 2 यहाँ छ समीकरण 1 देखिया छ यहाँ समीकरण 1 यो समीकरण 2 लाई समीकरण 1 ले भाग गर्दियौ अब हामी के लेख्छौं अब समीकरण 2 भागा समीकरण 1 p plus 2100 into 1 plus r by 200 को power 2 minus 1 by यहाँ LHS के छ हेर्नु त p into P into 1 plus R by 200 power 2 minus 1 equals यता 2541 by रु 2100 अब यहाँ हेर्नु खोइ त अरु साथीहरु कता गयो हो रमा घिसिङ हेलो हेलो ल गुड अब यहाँ तपाईहरु यहाँ हेर्नु है यो ब्र्याकेट छ नि यो ब्र्याकेट यो मैले यहाँ देखाइराछु नि यो ब्र्याकेट यो 1 plus r by 100 power 2 minus 1 र यो 1 plus r by 100 power 2 minus 1 यो ब्र्याकेटले यो ब्र्याकेट कट्यो बाँकी कति त p plus 2100 by p बराबर यहाँ पनि रुले यो रु अब यो कट्यो 2100 ले 2541 लाई भाग गरौँ यहाँ सरी 2541 भागा 2100 भनेको कति हुँदैछ देख्नु भयो तपाईहरुले 1.21 2541 लाई 21 ले भाग गर्यो भने 1.21 अब और यो p by p हुन्छ प्लस 2100 by p हुन्छ बराबर 1.21 और p ले p लाई भाग 1 बाँकी 1 प्लस 2100 by p बराबर 1.21 यी गर्दै मैले देखिन्छ होला और यो 2100 by p बराबर 1.21 माइनस अब यो 1 को साइन त यता केही पनि प्लस छ नि त यो प्लस यता गयो भने माइनस हुन्छ माइनस 1 और 2100 by p बराबर 1.21 बाट 1 घट्यो भने 1 घट्यो 0 अनि 0.21 बाँकी और
2100 बाई यो 0.21 छ नि, यो यहाँ भाग गर्न आउँछ 0.21 बराबर यो पी चाहिँ यहाँ पुग्छ फेरि यसरी। और 2100 लाई 0.21 ले भाग गर्न त कति आउँछ तपाईहरुले गर्नु ल कमेन्टमा आओस् त लो। 2100 लाई 0.21 ले भाग गर्न त कति आउँछ लु पी को मान कमेन्टमा आओस् त भाइ बहिनीहरु। ल कमेन्टमा आओस् त भाग गर्नु क्याल्कुलेटरले। 2100 लाई 0.1 ले भाग गर्दा कति हुँदो रहेछ र रु भाग गर्नु कसले लेख्ने त छिटो। ल भाग गर्दाखेरि यहाँ 10,000 आउँछ 10,000 पी बराबर 10,000। यो पी भने के हो भन्नुस् त सामा कति आयो त 10,000 आयो। यो त सी नम्बरको आन्सर आयो नि हाम्रो त सी नम्बरको आन्सर आयो। उक्त रकम पत्ता लगाउनु भएछ सी नम्बरमा सी नम्बरको उत्तर आयो यहाँ हेर्नु। सी नम्बरको उक्त रकम पत्ता लगाउनु होस्। उक्त रकम पत्ता लगाउनुहोस्। उक्त रकम पत्ता लगाउनुहोस् भनेको सावा हो क्या सावा। मूलधन कति आयो त हामीले पत्ता लगायौं त अहिले 10,000। त्यसो भए ब्याज दर अब के गर्नु पर्यो पी को मान समीकरण 1 मा राख्दा अब यो बी को आन्सर आउनुभयो। समीकरण 1 मा के छ त P into 1 plus R by 200 को power 2 minus 1 बराबर रु 2100 छ। और यो P को मान रु 10,000 भइहाल्यो। त्यसपछि यो 200 र 1 मल्टिप्लाई हुन्छ 200 प्लस R बाई 200 माथि पनि यो स्क्वायर भएकोले होल स्क्वायर तल 200 होल स्क्वायर माइनस 1 इक्वल्स रु 2100 और यो 10,000 ले अर्कोपट्टि भाग गरिदियो। यहाँ एलएसएस बस्ने भनेको यो 200 प्लस आर को स्क्वायर हामीले ए प्लस बी को होल स्क्वायर
भयो भने हामी के लेख्थ्यौं a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर त्यसो यहाँ हामीसँग कति छ 200 प्लस r को स्क्वायर छ a को ठाउँमा 200 छ 200 को स्क्वायर प्लस 2a भनेको 200 b भनेको r प्लस b स्क्वायर भनेको r स्क्वायर त्यसो भए यहाँ 200 को स्क्वायर प्लस 2a भनेको 200 b भनेको r प्लस r स्क्वायर सरी यहाँ माइनस 1 छ यति मुनि यो 200 को स्क्वायर भनेको 4 हुन्छ अनि 2 4 भनेपछि 0 0 0 0 40,000 हुन्छ 200 को 200 into 200 गर्दा कति हुँदो रहेछ बराबर रु 21,000 बाइ रु 10,000 यो रु कट्यो यो 0 यो 0 यो 0 यो 0 और यो 200 को स्क्वायर भनेको 40,000 हुन्छ 40,000 प्लस यो 4,000 r स्क्वायर माइनस यो यहाँ गुणा हुन्छ 40,000 हुन्छ बाई 40,000 यहाँ 21 बाई 100 और यो 40,000 बाट यो माइनस 40,000 कट्यो 400 r प्लस r स्क्वायर बराबर यो 100 ले 21 लाई भाग गर्यो भने 0.21 यो 21 लाई 100 ले भाग गर्यो भने 0.21 इन्टु यो 40 यता गुणा गर्छ 40,000 कहाँ के भयो फेरि कति ल्याङरिङ भयो त ल्याङरिङ एउटा ल्याङरिङ के भयो यहाँ हाम्रो यसलाई सर्ट फर्ममा गर्नको लागि हेरिराख्नुहोस् भाइ बहिनीहरु यो तपाईहरुले अप्ठ्यारो हुने भयो हैन यहाँ एउटा खण्डीकरण गर्नुपर्छ यसलाई सजिलोलाई म कसरी गर्दिउ भने यसो गर्नु भाइ बहिनी यहाँबाट अलिकति सर्ट फर्म हुन्छ यो ल्याङरिङ भयो ल्याङरिङ यो ल्याङरिङ भयो त यो ल्याङरिङ भयो यहाँ छ नि यहाँ देख्नु भएको छ p into 1 plus r by 200 को होल स्क्वायर माइनस 1 बराबर यो 21 यो समीकरण 1 हो नि हैन अब यहाँ के गर्नु भन्दा और ल्याङरिङ भएछ यहाँ ल
यो p भनेको 10,000 फास्ट हाने अब फास्ट 1 + r/200 को पावर 2 - 1 बराबर रु 2100 और रु सरी यो छोड्दिनु अब 1 + r/200 को स्क्वायर -1 बराबर रु 2100 बाई यो 10,000 ले यता गएर भाग गर्छ है रु 10,000 त्यसो भए यो ठुलो ब्र्याकेट हटाइदिउँ 1 + r/200 को होल स्क्वायर -1 बराबर यो 0 काट्यो यो 0 काट्यो यसले यो काट्यो 21/100 और 1 + r/200 को स्क्वायर बराबर यो 21 लाई यो 100 ले भाग गर्दा 0.21 यो -1 यता गयो भने +1 अघि हामी कहाँ यो अलिकति धेरै लामो हुने भयो क्या 1 + r/200 को होल स्क्वायर बराबर यो 1 र यो 0 जोडिदा 1.21 अब हामीलाई कतिको थाहा छ भाइ बहिनीहरूलाई हामीलाई कतिको थाहा छ यहाँ हेर्नु है यताको यो 2 हटाउने हो भने यता रुट अन्डर हाल्दिनुपर्छ 1 + r/200 छ नि यो रुट हटाउने हो भने अर्कोतिर स्क्वायर रुट दिने 1.21 और 1 + r/200 बराबर ल 1.21 रुट अन्डर कति हुन्छ हाने हाल्नु त क्याल्कुलेटरमा रुट अन्डर 1.21 भनेको 1.1 और अब यहाँ हेर्नु r/200 बराबर 1.1 माइनस यो 1 यसको साइन यहाँ प्लस छ यो उता गयो भने -1 और r/200 बराबर 1.1 मा 1 घट्यो भने 0.1 बाँकी और r बराबर 0.1 into 200 therefore r बराबर गुणा गरौँ त 200 into 0.1 गुणा गरौँ भाइ बहिनीहरु 200 into 0.1 20% तसर्थ ब्याज दर बराबर 20%। साउ कति आयो थियो अघि साउ कति आयो 10,000 साउ 10,000 ब्याज दर 20। अब यो भिडियोलाई फेरि दोहोर्याएर हेर्न सकिन्छ। यो कति बजे त 10:30 बजे अझै पनि हो यो अब एउटा लास्ट एउटा है एउटा 10, 11, 12 एउटा है भाइ बहिनीहरु एउटा
एउटा ब्याङ्कले खाता एमा 10% प्रति वर्ष अर्धवार्षिक चक्रीय ब्याज दरमा अर्धवार्षिक चक्रीय ब्याज दरमा अर्धवार्षिक चक्रीय ब्याज दरमा ब्याज दिन्छ। ब्याज दिन्छ। 12 नङ ब्याज दिन्छ। खाता बिमा 12% प्रति वर्ष वार्षिक चक्रीय दरमा वार्षिक चक्रीय दरमा ब्याज दिन्छ। 2 वर्षका लागि रु 1 लाख जम्मा गर्दा 2 वर्षका लागि रु 1 लाख जम्मा गर्दा सबभन्दा पहिला हामीले यहाँ दिएको लेख्नुपर्छ। दिएको के दिएको छ भन्दाखेरि दिएकोमा समय T बराबर 2 वर्षका लागि पैसा जम्मा गर्ने। त्यसपछि वा प्रिन्सिपल मूलधन P बराबर रु 1 लाख 1 लाख जम्मा गर्ने हो भने खाता ए ले दिने ब्याज दर R बराबर 10%। खाता बी ले दिने ब्याज दर बराबर 12% हैन, यो 12%। त्यसो भए यहाँ के भनेको छ ए नम्बरमा उक्त रकमको खाता एमा कति ब्याज आउँछ। उक्त रकमको खाता एमा ब्याज उक्त रकम खाता एमा ब्याज कति आउँछ ल खाता एले ब्याज कति दिन्छ रे 10% दिन्छ। खाताले 10% दिन्छ। कस्तो ब्याज त भन्दा
अर्धवार्षिक ब्याज दिन्छ। अर्धवार्षिक सबभन्दा पहिला खाता एले अर्धवार्षिक ब्याज दिन्छ। त्यसो सूत्र अनुसार अर्धवार्षिक चक्रीय ब्याज CI अर्धवार्षिक भने हाफ इयरली भन्छ HY बराबर सूत्र के हुन्छ P * 1 + R/200 को पावर 2t - 1। P भने कति हो त 1 लाख हो। P भनेको 1 लाख। त्यसपछि 1 + R भनेको कति यसले 10% दिन्छ 10%। त्यसपछि 200 ब्र्याकेट क्लोज 2 * T भनेको 2 वर्ष हो नि पैसा 2 वर्ष जम्मा गर्ने दुईटैले 2 - 1 रु 1 लाख ब्र्याकेट यो 0 र यो 0 कट्यो। अब यहाँ हेर्नु यो 20 र यो 1 गुणा हुन्छ। यो 20 र 1 गुणा हुन्छ 20 एकान 20 + 1 20 एकान 20 + 1 कति हुन्छ 21 हुन्छ। 21/20 पावर 2 दुना 4 - 1 बराबर रु 1 लाख। अब यो 21 इन्टु यो हेर्नु यो पावर 4 छ नि त 21 को लागि पनि 4 4 वटा 21 बाई 20 को पावर 4 भनेको 20 पनि कतिवटा 4 वटा 20 - 1। अब यो गुणा गर्नु तपाईहरुले गुणा गर्नु त लु गुणा गरिहाल्नु त रु 1 लाख 4 वटा 21 4 वटा 21 4 वटा 21 4 वटा 21 कसरी गर्ने क्याल्कुलेटर देखाउनु तपाईहरु क्याल्कुलेटर देखाउने क्याल्कुलेटर 4 वटा 21 यो साइन्टिफिक छ भने 21 लेख्ने यो x माथि y लेखेकोमा 4 हान्दिने 1 9 4 4 8 1 बाई। अब यो चाहिँ सजिलो छ यो सजिलो छ यो चाहिँ सजिलो छ 2 दुना 4 दुना 8 दुना 16 1 2 3 4 1 2 3 4 1 10 100 1000 10 लाख 1,60,000 रहेछ। अनि सुन्नु यो 1,60,000 यो 1 गुणा हुन्छ के यो तल यो गुणा यो भनेको 1,60,000 अनि -1 1,60,000 एकान 1,60,000 अब रु यो 0 र यो 0 कटाउन पाइन्छ यो 0 र यो र यो र यो अब बाँकी यहाँ 10 इन्टु अब यहाँ घटाउँ यो 1 मा 0 घट्यो 1 8 मा 0 घट्यो 8 4 मा 0 घट्यो 4 अनि यो 4 मा 0 घट्यो 4 9 मा 6 घट्यो 3 1 मा 1 घट्यो कट्टी बाई 16। अब म यहाँ घटाएर देखाउँछु 1,94,481 मा 1,60,000 1 2 3 34,481 इन्टु यहाँ 10 छ 10 अनि भागा 16 के भयो
34,481 इन्टु 34,481 34,400 इन्टु 10 भागा 16 21,550 21,550 ठ्याक्कै ल रु 21,550 रुपियाँ 62 भनेको 62 यो 5 लाई यो 625 छ अब हामीले राउन्ड अफ गर्न आउँछ नि हैन यो 5 लाई हटायो भने के हुन्छ भन्दाखेरि यसको मान 1 आउँछ त्यसैले खाता 1 मा कति ब्याज जम्मा हुँदो रहेछ 21,505.63 पैसा अब बी नम्बरमा के पत्ता लगाउनुहुन्छ उक्त रकमको खाता बीमा कति ब्याज आउँछ त्यही 1 लाखको उक्त रकमको खाता बीमा कति ब्याज आउँछ खाता बीले कसरी ब्याज दिन्छ वार्षिक चक्रीय ब्याज खाता बीले वार्षिक चक्रीय ब्याज दिन्छ सूत्र अनुसार वार्षिक चक्रीय ब्याज CI yearly बराबर P into 1 plus R by 100 whole power T minus 1 अब मान राखौं के अरे सूत्र CI y बराबर P into 1 plus R by 100 को whole power T minus 1 P भनेको रु 1 लाख हो 1 plus R भनेको कति त 12% होला खाता नम्बर B ले 12% 12 by 100 T भनेको कति वर्ष हो T भनेको 2 वर्ष minus 1 T भनेको 2 वर्ष T भनेको 2 वर्ष ल और रु 1 लाख यो 100 र 1 गुणा हुँदा 100 plus 12 112 by 100 whole square minus 1 1 लाख इन्टु यो 112 को स्क्वायर भने कति त 112 को स्क्वायर 112 इन्टु 112 112 इन्टु 112 12,544 यो 100 को स्क्वायर भनेको 100 इन्टु 100 भनेको दुईटा 0 10,000 माइनस यो 100 र 1 गुणा हुन्छ फेरि यो 100 र 1 भनेको 100 का
100 मतलब 10,000 1 2 3 4 1 2 3 4 10 into 12,544 minus 10,000 2,544 therefore ru 2,544 लाई 10 ले गुणा एउटा जोड थप्ने 2,5,4,4,0 त्यसो भए खाता नम्बर बी ले 2 वर्षमा वार्षिक ब्याज दरले ब्याज रु 25,440 25,440 दिन्छ। सी नम्बर अन्तिम है यो क्वेसन अन्तिम सी नम्बर कुन खातामा उक्त रकम गर्दा फाइदा हुन्छ कारण सहित लेख्नुहोस्। कुन खातामा उक्त रकम भनेको त 1 लाख रुपैयाँ उक्त रकम राख्दा फाइदा हुन्छ कारण सहित लेख्नुहोस्। अब खाता ए ले दिएको ब्याज बराबर रु 21,550 रुपैयाँ 63 पैसा खाता बी ले 23 समयमा दिएको ब्याज बराबर रु 25,440 कसले बढी ब्याज दियो भन्दा त खाता बी ले। खाता बी ले 25,000 दियो खाता ए ले 21,000 कुन खातामा राख्नु फाइदा भन्दा तसर्थ खाता नम्बर बी मा उक्त रकम राख्दा फाइदा हुन्छ किनकि खाता नम्बर ए ले भन्दा खाता बी ले ब्याज धेरै दिन्छ। ल हस्त नानीहरू आजको लागि यति नै।
ल आजको लागि यति नै। सम्पूर्ण उपस्थित भाइ बहिनीलाई धन्यवाद। शुभरात्रि। ल राम्रोसँग बस्नु होला।